हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ ल है त। आज चुकाउने बनाऊँ है। त्यसको लागि चाहिँ एउटा पेनमा तेल हाल्नुपर्छ। तेल हालेर तातिसक्छ, तात्न छोडिदिएको छु। अनि त्यसपछि यता चाहिँ आलु चुकाउनुको लागि आलु चाहिँ चाहिन्छ, बोइल गरेको आलु, बोइल गर्ने आलुलाई अनि त्यसपछि कट गरेर अनि त्यसरी राख्ने हजुर। अनि त्यसपछि पियाजलाई यसरी काटेर लामो लामो साइजमा पियाज काट्ने अनि पियाज पनि हालेँ। त्यसपछि यो धनियाँ हो, यो धनियाँ पनि हाल्नुपर्छ। अनि खुर्सानीहरू, यो खुर्सानी हाल्छु मैले, धुलो खुर्सानी हाल्दिनँ, रातो खुर्सानी म त्यही भएर कलरको लागि अलिक कम देखेला, तर हेल्थको लागि पनि राम्रो यही हुन्छ। अनि तेल तातिसकेको छ अनि त्यसमा मेथी र अनि लसुन पुऱ्याइदिएँ। यसलाई पुऱ्याउनु छोड्दै जान्छ हेर्नु है साथीहरू। यसरी नै गर्ने होइन। चुकाउनु चाहिँ मलाई लास्ट टाइम मनपर्छ। मलाई दही चाहिँ मलाई मन नपर्ने मान्छे, अनि मम्मीले यसरी बनाइदिनु भयो। यो मम्मीको रेसिपी हो, यसरी बनाएर दिनुभएको लास्टै मनपरेको। त्यहाँदेखिबाट मैले खाना सुरु गरेको। अनि लास्टमा दही हालेँ, दही हालेर अनि बेसार हालिदिएछु। थोरै बेसार हालेको चाहिँ देखाउनु मिलिन्छ। अनि त्यसपछि यसरी नै झानेरै यस्तो झानिदिएपछि नुन हालिसकेँ, नुन हालेको पनि देखाउनु बिर्सेछु। अनि त्यसपछि यसरी सर्भ गरेर खानु होला। कति मिठो हुन्छ। ल आजलाई यति, बाई।